यो कथा अहिलेका युवा पुस्ताको हो, जसले आफ्नो देश छोडेर परदेशमा उज्जवल भविष्य देखिरहेका छन्। त्यो पात्र जो नेपालदेखि उडेको थियो पोर्चुगल, तर पुग्यो साइप्रसमा। जब उसले घर छोड्दै गर्दा आमा बुवा, छरछिमेक, श्रीमती, छोराछोरीले गहभरि आँसु ल्याएर बिदाईका हात हल्लाएका थिए। तर उसलाई थाहा थिएन म बिचौलियाको फन्दामा परिरहेको छु। जब काठमाडौँबाट उड्यो, दिल्ली पुग्यो, पन्जाब पुर्याइयो, मुम्बईमा बसालियो, फेरि काठमाडौँमा फर्काइयो, अनि दुबईमा लगेर 1 महिना बसालियो। खानाको लागि त राम्रो सुविधा थियो, तर बस्नको लागि अत्यन्तै गाह्रो। एउटा कोठामा 15-16 जना च्यापिएर बसेका थिए। 1 महिना दुबईमा बसेर फेरि पोर्चुगलको लागि उडाइयो, तर पुर्याइयो नर्थ साइप्रस, जो तुर्कीमा पर्छ। यो बीचमा उनको बिचौलियासँग सम्पर्क भइरहेको थियो, बीचबीचमा पैसा माग्थ्यो। जब तुर्कीमा पुगे, त्यहाँ पनि पाकिस्तानी बिचौलिया भेटियो। उसले भन्यो अझै 1.5 महिना लाग्छ पोर्चुगल पुग्न, तर तिमीलाई इच्छा छ भने साइप्रस जान सक्छौ, त्यहाँ राम्रो काम र दाम पनि म दिलाइदिन्छु। यो पात्रले घर छोडेको 3 महिना भइसकेको थियो। घरबाट पनि दबाब थियो, फर्किआऊ। अनि उसले सोच्यो पोर्चुगल त जादिन, साइप्रसमै जान्छु। जब साइप्रसको बर्डरमा छिर्दै गर्दा बिचौलियाले भनेको थियो एकदमै खतरा हुन्छ, आर्मीले गोली पनि हान्न सक्छ। तर त्यसो त भएन। सुनसान अन्धेरी रात, सिमसिम पानी परिरहेको बेला, जङ्गलको बाटो, उनीहरूले तुर्कीको बर्डर काटेर साइप्रस पुगे। तब उनले लाग्यो यो पनि धोका रहेछ, काम र दाम राम्रो मिलेन, उल्टो भनियो, शरणार्थी लियो। त्यसपछि उनी शरणार्थी बनेर साइप्रसमै काम गरे। जब यहाँ सरकार बदलियो, तब जति पनि शरणार्थी छन् उनीहरूलाई घर पठाउने भन्यो। यहाँ अहिले पनि बिचौलियाले ठगेका, बाटो बिराएकाहरू यहाँ काम गरिरहनु भएको छ। र त्यो पात्र चाहिँ अहिले नेपाल फर्किसकेको छ। देखासे कि हाम्रो नेपाली समुदाय राजनीतिक उथलपुथल अनि युवा पुस्तामा वितृष्णा। यो कथा लेखिनुको अर्थ हो ऊ पात्र जस्तो अन्य पुस्ताले दुःख भोग्न नपरोस्। यो कथाको लिङ्क कमेन्ट बक्समा छ।